आज हामी सिस्नुको तरकारी खान तयारी गर्दैछौँ। ल खाने होइन त ढेँडो र सिस्नु दाजु कति मिठो हुन्छ होला त ल। आज हामीले दार पनि हालेर सिस्नु पकाएछौँ। यो चाहिँ दार हो। ढेँडो मस्काउँदैछन्। सिस्नु पाकिसकेको छ, अब खानुपर्छ। ज्याम बजाउनुपर्छ। ल खाम तातो तातो ढेँडो सिस्नु ज्याम बजाउने अब।但是跟农民小姐都这一叫叫的，给你好起来，大锅炸饭饭才咋好吃。